हामीलाई एक्जिबिटरको चेनले यस्तो यस्तो गर्यो, हामी जति सेभ हुनु त्यो 70-80% सेभ भइसक्यो, त्यो बाँकी 9वटा एलइडीमा फिल्म हालिदिउँ त। जुन हिसाबमा हाम्रो फिल्मलाई सोज प्राप्त भएको छ त्यति साह्रै चित्त बुझाएको छैन हामीलाई पनि। धनगढीमा आज हेरौँ भनेको सो नै छैन। विदेशी फिल्मले 10वटा सोज पाइरहँदाखेरि हामीले 3-4वटा मात्र पाइरहेछौँ। घेराबन्दी गरिँदैछ, सोहरू कम दिने, प्राइम टाइम नदिने लास्ट षड्यन्त्र भइरहेको छ। म थुक्क भन्न चाहन्छु, देशमै बसेर केही नयाँ टाइपको स्टोरीलाई लिएर मुभी बनाऊ भन्ने सोच बोकेकाहरूलाई म किन यस्तो भन्दैछु र किन यस्तो सोच भएकाहरूलाई अब आफ्नो भ्रम आफूबाट हटाउनुहोस् भन्दैछु भन्ने बारे अहिलेको यही भिडियोमा म भन्ने नै छु। तर त्योभन्दा अगाडि आज मिति 2081 साल 12 महिना 15 गतेको दिन मैले भोगेको र एकदमै दुःख लाग्दो र एकदमै घिनलाग्दो मुभी हलवालाको कालो करतुतलाई म तपाईहरुमाझ स्पष्ट पार्नेछु। मसँग घटेको घटना तपाईसँग पनि घटेको नै छ, तर तपाई बोल्न सक्नु भएन अथवा ह्या होस् को झमेला ल्याओस् भनेर चुप्प लागेर बस्नुभयो। तर म तपाईहरु जस्तो चुप्प लागेर बस्न सक्दिन। भोलिको दिनमा यो घटना तपाईकै आफन्तसँग पनि घट्न सक्ला वा तपाईकै आउनेवाला सन्तानसँग पनि घट्न सक्नेछ। सायद मैले भोगेको यो घटना यति जरुरी नभइदिएको भए रातिको 2 बजे म यो भिडियो बनाउँदैन थियो होला। अब कुरा गरौँ मैले भोगेको घटना बारे। सायद तपाईहरु मध्ये धेरै जनाले मैले रिभ्यु गरेको यो डोरी मुभीको ट्रेलर हेर्नु नै भएको होला। यसमा मैले अलि फरक तरिकाले मुभी रिभ्यु गरेको थिए। डोरी मुभीको ट्रेलर हेरेर मैले जुन कुराहरु बोलेको थिए र जुन कुराहरु सोचेको थिए के यो मुभी साच्चै त्यस्तै होला भन्ने उत्सुकता मेरो मनमा जाग्यो र त्यो उत्सुकता जागिसकेपछि मैले यो मुभी फुल हलमा हेर्ने प्लान बनाए। फर्स्ट डे फर्स्ट शोको टिकट मैले काटे। एक जनाको हैन 2-2 जनाको। 2-2 जनाको किन सोचिराख्नु भएको छ भने म तपाईहरुलाई भन्छु। मेरो घर लम्की कैलालीमा हो। मेरो नजिक यताउता हलहरु छदै छैन। कि त छ धनगढीमा कि त छ नेपालगञ्जमा। मेरो घरबाट 100 किलोमिटर दूरीमा भएको नेपालगञ्ज क्यूएफएक्स हलको टिकट मैले काटे। अब तपाईहरु आफै सोच्नुस्, टिकटको मूल्य छ 300, जाने भाडा छ एक जनाको 900, 2 जनाको आफै हिसाब गर्नुस्। गएर मात्र पनि भएन नि, गइसकेपछि पपकर्न खानै पर्यो, कोक खानै पर्यो, नास्ता खानै पर्यो। यति टाढाबाट गएको छ र तपाईहरुलाई थाहा नै छ बाहिरको भन्दा फिल्म हल भित्रको मूल्य कति हुन्छ भनेर। यतिसम्म त स्वाभाविकै हो। आफूले चाहेको मुभी हेर्नको लागि यतिको दुःख र यतिको खर्च त स्वाभाविकै हो। बट यतिसम्म दुःख गरेर आफूले चाहेको मुभी हेर्न तपाई हलसम्म त आइपुग्नु भयो। तर ट्विस्ट अब यही आउँछ। तपाई भित्र छिरेर आफ्नो टिकट काउन्टरमा देखाउँदा उताबाट रिप्लाई आउँछ, सर तपाईले चाहेको मुभी हेर्नको लागि मान्छेहरु पुगिरहेको छैन, हामी यो मुभी तपाईलाई देखाउन सक्दैनौं। तपाई बरु यसो गर्नुस्, यो मुभीको सट्टा अर्को कुनै मुभी हेर्नुस् र घर जानुस् भनेपछि तपाईलाई कस्तो फिल होला? जबकि म त्यो अर्को मुभी हेर्न नै चाहदिन। तपाईसँग पनि यस्तो भएको छ होला वा भएको छैन र भयो भने तपाईलाई कस्तो फिल होला र तपाई के गर्नुहुन्छ यति बेला? म कुरा गर्दैछु नेपालगञ्जको क्यूएफएक्स बागेश्वरी फिल्म हलको बारेमा। जब तपाई यो हलको टिकट काट्नुहुन्छ त्यसको मुनितिर तपाई क्लियर देख्न सक्नुहुनेछ इम्पोर्टेन्ट इन्स्ट्रक्सनको बारेमा। आउनुस् एकचोटी उहाँहरुको इन्स्ट्रक्सन पढौं। All sales are final. No refunds or exchanges possible for 3D only. All glasses have to be returned after the show. 200 rupees will be fined for damaged or lost glasses. Keep ticket until the end of the show. Please follow internal rules of the theater. Please check the time and date of the show. उहाँहरुको रुल्स एकदमै कडा छ र त्यो रुल्सको म रेस्पेक्ट पनि गर्छु। र तपाईहरुको के यस्तो पनि रुल्स छ कुनै पनि मुभी हलमा चल्नको लागि म्याक्सिमम यति जना ऑडियन्स हुनै पर्छ, त्यति जना ऑडियन्स भएनन् भने हामी मुभी हलमा लाउँदैनौं र तपाईहरुले त्यसको सट्टा अरु कुनै मुभी हेर्नु पर्नेछ, जानु पर्नेछ अथवा आफ्नो मुभीको टिकटको पैसा बिर्सनुस् र घर जानुस्, भले तपाई 100 किलोमिटर टाढाबाट किन नै नआउनु भएको होस्। यदि यस्तो रुल्स छ भने हामी ऑडियन्सहरुको लागि केही घण्टा अगाडि भए पनि यो तपाईहरुको फिल्म चाहिँ हामी हलमा लाउन सक्दैनौं भनेर इन्फर्म चाहिँ गरिदिनु पर्ने हो भन्ने चाहिँ मेरो भनाइ हो। तपाईहरुलाई के लाग्छ आफ्नो विचार प्लिज कमेन्ट गर्नु होला है यो बारे। मैले चाहेर पनि नचाहेको मुभी हेरेर आउनु पर्यो। म डोरी मुभी हेर्न गएको थिए क्यूएफएक्स नेपालगञ्जको फिल्म हलमा, तर मैले नचाहेर पनि अर्को कुनै मुभी हेरेर आउनु पर्यो। त्यो मुभीको नाम म यहाँ लिन चाहदैन। तर यो कुराहरु चाहिँ नेक्स्ट टाइम चाहिँ नभइदिएको भए राम्रो हुन्थ्यो। नेपाल भरिकै हलहरुमा एउटा मात्र हलको बारेमा म यहाँ भन्न चाहदैन, सबै हलहरुमा यस्तो नभइदिएको भए चाहिँ बेस्ट हुन्थ्यो होला ऑडियन्सहरुको लागि, फिल्म मेकरहरुको लागि, सबैको लागि। मैले आफूले भोगेको भोगाइ मात्र तपाईहरुमाझ शेयर गरेको र तपाईहरु अब आफै जज गर्नुस् यो कुरा सही हो या गलत हो या यो कुरालाई सुधार्नु पर्छ वा यो कुरा नै ठीक छ। मैले सुरुमै भनेको थिएँ नि, याद छ? देशमै बसेर
केही नयाँ टाइपको स्टोरीलाई लिएर मुभी बनाऊ भन्ने सोच बोकेकाहरूलाई हो। यस्तै गरी फिल्म हलवालाले सानो मुभी हो यसका आएका 2-4वटा अडियन्सहरूलाई चाहिँ अर्कै मुभीमा सिफ्ट गराइदिउँ, यी 2-4 जनाको लागि मात्र किन त्यत्रो फिल्म लगाइरहनु भनेर चाहिँ आफ्नो बिजुली खर्च अथवा अरू खर्च बचाउन खोज्यो भने यसरी नै हो फिल्महरू च्यापिने र दब्बिने। र भविष्यमा ठुलो पर्दामा फिल्म बनाउने सपना बोकेका हामी जस्ता फिल्म मेकरले कसरी चाहिँ आँट गर्ने, कसरी चाहिँ यी समस्याहरूसँग जुझ्न सक्ने। यो मुभी मैले बनाएको पनि होइन र यसमा मेरो कुनै क्यारेक्टर पनि छैन। एज अ अडियन्स भएर चाहिँ मलाई दुःख लागेको भएर चाहिँ मैले तपाईँहरूमाझ सेयर गरेको। यो कुरा सही हो गलत हो के हो त्यो कुरा तपाईँहरू आफै छुट्याउनुहोस्। जस्ट यो मेरो चाहिँ मनको दुःख मात्र थियो। र बाँकी अब म धेरै बोल्दैन र अब हामी फेरि अर्को भिडियोमा भेटौँला। त्यहाँसम्मलाई टेक केयर, बाई बाई, जय नेपाल।